धोत्रे टिभी। हेलो गाइज, ल है बाजेको धोत्रे टिभीमा स्वागत छ। अनि आज चाहिँ फेरि गाउँघरको रमाइलो खेती किसानको जिन्दगी यस्तै छ है भनेर देखाउन गइरहेछु। अहिले चाहिँ भोलिको रोपाइको लागि आज पुरा धान फलाउनको लागि चाहिँ खेतमा हिल्याउँदै गरेको ट्र्याक्टर तपाईँहरूले देखिसक्नुभयो। हाम्रो सुमन भाइ आज व्यस्त भएको कारणले अर्को भाइलाई पठाएछ। अनि यसरी खेती गरिँदैछ है गाइजहरू। बाजेको धोत्रे टिभीलाई माया गरिदिनु होला। गाउँले भ्लगहरू आउँदै गर्छ। अनि यस्तै चाहिँ मेरो गाउँको घर यस्तो छ गाइजहरू। सहरमा पनि ठुलो घर छ है केटा, भन्नु चाहिँ पर्छ। अब केही समय पछि हुनेछ त्यो पनि अवश्य। मेरो अर्धाङ्गिनी यहाँ पाडीलाई यसरी खोसेला काट्दैछिन्। अनि म चाहिँ अहिले यसो पानीहरू मिलाउने क्रममा छु। अनि यहाँ बिउहरू यसरी निकालिएको छ। यता बिउ खाल्ने मान्छेहरू यहाँ 4 जना लागि परेका छन्। ल है, म तपाईँहरूलाई भोलि बिहान धान रोपेको पनि सबै अवलोकन गराउने छु। अब यो खेत अहिले अब यहाँ ट्र्याक्टर पस्छ। यो सबै बुवा बिउ काट्नु भएको। ल है, बाजेको धोत्रे टिभीमा बाउ पनि आउने भयो हो। ढाका टोपी लाउँदा त मेरो ससुरा बाउ त के बिक्न ह्यान्डसम हो। ल यता चाहिँ मेरो बुवा पर्नुहुन्छ, ससुरा बुवा। अनि गाउँघरको भ्लग चाहिँ यस्तै छ है। आयुषा र माया नानी के गरेको फेरि तपाईँले सोध्नुहुन्छ होला कहाँ हो के हो भनेर। यता चाहिँ आयुषा र हाम्रो माया आन्टी धानको बिउ उखाल्दै है पर ट्र्याक्टर। ए डन दिदीलाई त देखाउनै बिर्सेको। हेलो ओ डन दिदी। आमा पर एक्लै दिदी चाहिँ यहाँ भान्जी चाहिँ यहाँ आएको छ है सघाउनु। दिदी चाहिँ पर एक्लै। ल ल ल ट्र्याक्टर चाहिँ दिदीले यहाँबाट छिराए भन्दै हुन्छ, त्यहीँबाट छिराउने हो। ल गाउँघरमा यस्तै छ। एकदम गरम चाहिँ म त भेज खोलेर पुरै पसिना पसिना भइएको छ। हेर्न सक्नुहुन्छ एकदम पसिनै पसिना भइएको छ। त्यसरी जोतिँदैछ। हाम्रो दिलेजी पनि आउनु भयो। दिलेजी बाउसे गर्न हो हाम्रो दिलेजी यार, बडी बिल्डर है हाम्रो दिलेजी चाहिँ। बिहे गर्यो अब हेर्ने मान्छेहरूले त अब नपत्याउँदा हुन्छ। अब भाइले बिहे गरिसकेको छ, ह्यान्डसम मेरो भाइ। यो चाहिँ भोलिको रोपाइ है गाइजहरू। भोलिको रोपाइको लागि धमाधम यसरी हिल्लाइँदैछ। मजाले माटो बनिसकेको छ। यहाँ तल पनि रोप्नु छ। अहिले सिधै यता पनि ट्र्याक्टर हाल्ने हो। ल है गाउँको भ्लग हेर्नुहोस्। आकाश हेरो आकाशै राम्रो, घाम हेरो घामै राम्रो। ओह मेरो ब्लेयर फेरि ब्लेयर हाई पुच्छर हल्लाउँदैछ। ब्लेयर हेलो हेलो ब्लेयर। आमा ब्लेयर। ल है दिलेजी यार पर्ने थिएन यार, सघाउनु यार पर्ने थिएन हौ दिलेजी यार, त्यसरी नसघाउनु न। आमा ल है यहाँबाट ल ट्र्याक्टरले बुझिसक्यो यहाँबाट हाल्नुपर्छ है भनेको छु मैले। त्यसले हाल्छ अब। ल गाउँको जीवन सरिया जीवनभन्दा बेटर भनेर यही भनेको कारण चाहिँ त्यत्तिकै होइन क्या। हेर्नुहोस् यसरी पसिना आउँछ।
सुगर फ्री प्रेसर फ्री चाहिँ यहाँबाट यसरी हुन्छ क्या गाइजहरू। ल एकदम रमाइलो छ है। यता मेवा पनि फलिरहेछ, यता उखु पनि खाने बेला भइरहेछ। अब अम्मक आँपहरू टन्नै छ नि हौ। यो आँपको बोटो पारी घरमा पनि छ, उता पारीको घरमा। अब मेरो खेती त यतादेखि माथि माथि माथिसम्म छ है। तर मैले पारी चाहिँ अब ठेका दिएको छु। हामीले गर्ने अहिले चाहिँ यही 7 फुटी मात्रै छ। 7 फुटीले इनफ हुन्छ। उता चाहिँ 50 मन धानमा दिएको छु। वर्षको 50 मन धान दिइहाल्छ। अनि यति 7 फुटी यसो घरमा बसेर 7 फुटी चाहिँ खेतीपाती गर्दाखेरि पसिना पनि बग्ने, एक्सर्साइज पनि हुने, प्रेसर पनि नलाग्ने, सुगर पनि नलाग्ने। आनन्द छ है गाइजहरू, आनन्द छ। ब्लेयर किन सुतेको भुइँमा? ब्लेयर आऊ ह्यान्डसेक गर्न आऊ। ह्यान्डसेक ब्लेयर, ब्लेयर ह्यान्डसेक, ह्यान्डसेक ब्लेयर। खोइ ह्यान्डसेक ब्लेयर त। ल भोलि धान रोपेको पनि देखाउने छु है। आज चाहिँ मेलो बनाउँदै हो गाइजहरू। किप अन वाचिङ बाजेको थोत्रे टिभी। यहाँ जोत्दा जोत्दै थोरै फँसेको जस्तो अवस्था भयो। यो फँसेकै त होइन, अब तर अर्को ट्र्याक्टर ल्याएर तान्यो भने मात्रै बाँच्छ यो। अब आफैले बल गऱ्यो भने चाहिँ यो फस्ने चान्सेस बेसी छ। त्यो भएको कारणले अहिलेलाई चाहिँ थोरै स्थगित। अब यहाँ 3 खुट्टी जोत्नु छ अनि ऊ तल 1 खुट्टी। ल हेर्नुहोस् है बिउ छरेको पर पुऱ्याउने रोनाल्डोको सुई है यो चाहिँ। रोनाल्डोले जस्तै सुई गर्नु पर्यो नि। ल है गाइजहरू यस्तै छ है। बिउ छर्ने कार्य धमाधम भइरहेछ। गाउँले जीवन यस्तो पसिनै पसिना भएर रोग सुगर प्रेसर नलागोस् भनेर गाउँमा बस्न मलाई एकदम मनपर्छ। सहरमा भए अहिले एक्सर्साइज गर्नु कुद्नु पर्थ्यो। गाउँमा चाहिँ जिम जान, बिहान मर्निङ वाक, इभिनिङ वाक पर्दैन क्या। डे टु डे लाइफमा यसरी काम गरेपछि अलरेडी एक्सर्साइज हुन्छ गाइजहरू। अनि यसरी बिउ छर्नुपर्छ। गलेर हुरुक्कै भइएको छ। जिम जाँदा पनि यतिको गलिँदैन है गाइज। ओ पर फ्यालेँ मैले। ल हेर्नु त आम्मामामा। ऊ पर मेरो ब्लेयर साथी जहिले आउँछ। ब्लेयर ऊ ब्लेयर हेर्नुहोस् है पर। आउनुहोस् यता। ठाउँ ठाउँमा पुऱ्याउनु पर्छ कि बिउ। यसरी यहाँ हान्नु ल बिउ त सररररररररररर यसरी फाल्ने हो गाइजहरू। ल आजको रोपाइ सही। यता चाहिँ अब रोपाइ स्टार्ट हुन थाल्यो है गाइजहरू। तल होली रोपिसकेर अब यता रोप्न बाँकी छ। अब सिधा नहुने। भाइ र पापा चाहिँ यहाँ बसिराख्नु भएको छ। भाइ कोपासँग बसेको हो। हेलो गाइज भन्दिनँ। हेलो गाइज भन्दिनँ त। बाजेको थोत्रे टिभी हेर्नुपर्छ है। हेलो गाइज भन्दिनँ न भाइ। नो 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 गर्दिनँ। नो 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 भन्दिनँ न। धागोलो रे धागोलो रे धागोलो रे धागोलो रे धागोलो रे धागोलो रे। खोइ भाइ खोइ धागोलो रे धागोलो रे धागोलो रे। आमा जियो
के गरेको जियोले आमै जियो त हो यहाँ मेरो कुखुरा पोथीले चल्ला काटेको छ सानो यो पनि अब यसको पनि इन्भेस्ट हुँदैछ है गाइजहरू चाँडै म खोरहरू बनाउँदैछु यहाँनिर पाडीलाई खोले अलरेडी रेडी छ अनि यहाँ पल्लो घरको पनि अब रोपाई स्टार्ट हुन लागेको छ आजबाटै ट्र्याक्टरले हिलाउन थालेको छ पर ट्र्याक्टरले जोड्दैछ है गाइजहरू यो चाहिँ भोलिको रोपाई अरे अब मेरो रोपाई चाहिँ आजदेखि स्टार्ट भएको छ आज सिद्धिन्छ है आजबाट हिलोबाट मुक्त है गाइजहरू यो चाहिँ मेरो बुढी र मैले लगाएको आली हो अनि यताको आलीहरू पनि हामीले नै लगाएको हो ल किप अन वाचिङ बाजेको थोत्रे टिभी है गाइजहरू ल गाउँघर रमाइलो छ हेर्नुहोस् त आकाश कति रमाइलो घमाइलो ल है फेरि पनि बाजेको थोत्रे टिभी हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै म बिदा हुन चाहन्छु धन्यवाद।